जिस्काको क्या जिस्काको 9 मात्र आउँछन् के मेरो साथी। अहिले त बदमासहरूको कमी नै छैन के। यहाँ सुन्दै बस्छन् अनि ल आए आयो आयो आइहाले आयो त्यहाँ हेर्नु न त्यहाँ 2000 के त किन के साह्रो चाहिँ हो। अब देखाउँछु म। अब म जान्छु हेर्नुहोस् है। जानु त दाइ के गर्छन्, जानु त तपाईँ निस्किनु त के गर्छन्। निस्किए होइन। ल अब के हुन्छ बसिरहेछ अहिलेसम्म होइन। ल अब गइदियो जस्तो छ, गइदियो। गइसक्यो दाइ, गइसक्यो गइसक्यो। यही त गइसक्यो गइसक्यो क्या जिस्काउन आउने क्या। म पनि हेर्दै थिएँ कि गइसक्यो। त्यही भएर माथि माथि आइरहेको थिएँ अघि अघि। अब के गर्ने दाइ, अब के गर्ने। अब है है के हुन्छ हेरौँ है। फेरि आउँछ 7,000 गीत त सेलिङ छ। 6,696। नमस्कार दिपेन सर। मन्जी खाइदिनु न खाइदिनु, तपाईँ त क्यासमा होला नि होइन। साथीहरूले 930 मा बेचे भनिरहेछन्। अब म त 930 मा घाटामा बेचेर नाफामा किन्नु फेरि। तपाईँ क्यासमै होला त हानिदिनु त त्यसलाई, खाइदिनु त्यति ल। परेको म बेराउँला। 1000 किताले चाहिँ खाइदिनु होइन। अहिले त तपाईँले 60 कै रेन्जमा होल्ड गराउँदा ठिक होला नि। किन भन्दाखेरि बेच्नुपर्ने जति पनि बेच्ने जति यही रेन्जमा चाहिँ 40 देखि 60 को रेन्जमा बेचिसकेपछि त्यहाँबाट चाहिँ माथि बढाउँदाखेरि लास्ट आवरमा वा 15 मिनटमा बढाउँदाखेरि चाहिँ ठिक होला तपाईँको। किन भन्दाखेरि जति पनि अहिले प्यानिक सेलिङ गराइरहेछन्। किन भन्दाखेरि तपाईँको 940 भन्दा तल झार्नको लागि जति कोसिस गरिरहेको थियो अहिले छैन क्या त्यो हिसाबको सेलिङ जति थियो। किन भन्दाखेरि मेरो पनि मैले चाहिँ 990 को बाट चाहिँ बाइङ गरेको हो। मैले त भर्खरै हो हजुर।